माननीय सभामुख महोदय, प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र हुन्छ, तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ। चिया पसलको गफ र संसदको अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्रीजीले जब कुनै दाबी गर्नुहुन्छ त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ। तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ, तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन। सम्माननीय सभामुख महोदय, अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दाबी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपिल गर्दछु। सम्माननीय सभामुख महोदय, यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ। प्रजातन्त्रमा विश्वासको आधार सत्य हो र सत्यको आधार तथ्याङ्क हो। त्यसैले प्रधानमन्त्रीलाई तथ्य बिना संसदमा बोलिएका शब्दहरू संसदको रेकर्डबाट हटाउनका लागि म संसद मार्फत सम्माननीय सभामुखज्यूलाई अपिल गर्न चाहन्छु। सम्माननीय सभामुखज्यू, यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन। सम्माननीय सभामुखज्यू, यो देशको प्रधानमन्त्रीले, देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा राखेको विषयवस्तु यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ, होइन भने संसदको रेकर्डबाट प्रधानमन्त्रीको हिजो बोलिएको कुरा, नेपालले भारतको सीमा मेचिएको कुरा यदि प्रमाण छ भने पेश गरौँ, होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म अपिल गर्छु। सम्माननीय सभामुखज्यूलाई